हेलो नमस्ते एभ्रिवान, तपाईहरुलाई स्वागत छ आजको यो नयाँ भिडियोमा। आज हामी फेरि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौं। यो भिडियो तपाईलाई एकदमै महत्त्वपूर्ण छ। तपाईले भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेर्दिनु होला। यो भिडियोमा के छ भने नेपालको इतिहाससँग सम्बन्धित केही महत्त्वपूर्ण प्रश्नहरु रहेछन् जुन भनेको सजिलै टिक अनुसार तपाईले ह्यान्डल गर्न सक्नुहुन्छ। अब हामीले बढी समय नलिएर भिडियोलाई स्टार्ट गर्छौं है। नेपालमा शासन गरेका विभिन्न वंशका प्रथम र अन्तिम राजाहरू यहाँ टिक रहेछ। भए विभाज्यकाल, नभए जय जय अकाल। तपाई हेर्न सक्नुहुन्छ। गोपाल वंश भनेको भुक्तमान र यक्षगुप्त, महिषपाल वंश भनेको वरसिंह र भुवनसिंह, किरात काल भनेको यलम्बर र गस्ती भनेको प्रथम र लास्ट राजा हुनुहुन्छ, सोमवंश भनेको निमिष र भास्कर वर्मा, लिच्छवी काल भनेको जयदेव प्रथम र जयकामदेव, मल्ल वंश हरिदेव र काजभरपाते, शाह वंश भनेको क देखि ज्ञ कुलमण्डन ज्ञानेन्द्र हुनुहुन्छ। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला है, किनभने जुनसुकै भिडियो अपलोड गर्छु नि सबभन्दा पहिला नोटिफिकेसन तपाई कहाँ जान्छ, तपाईले सजिलै हेर्न सक्नुहुन्छ। त्यसै अर्को कुरा छ, कुन पर्व कहिले भयो त? कुन पर्व कहिले भयो त एकदमै महत्त्वपूर्ण छ तपाईको लागि। यो भिडियो लास्टसम्म हेर्दिनु होला तपाईले। यहाँ छ औलो पर्व। अलौ पर्व भनेको विक्रम सम्वत 1904 मा भएको एकदमै महत्त्वपूर्ण छ। कहिलेकाहीँ एक मानिन्छ नि लोकसेवामा बढी मात्रामा सोध्ने काम गर्छ प्रश्नहरु। फेरि छ 42 साल पर्व। 42 सालको पर्व भनेको विक्रम सम्वत 1942 सालमा। फेरि त्यसैगरी तपाईको अर्को रहेछ मकै पर्व, विक्रम सम्वत 1977 सालमा भएको हो। फेरि त्यसैगरी तपाईको अर्को रहेछ लाइब्रेरी पर्व भनेको विक्रम सम्वत 1987 सालमा भएको। यो पर्वहरुको बारेमा जानकारी हुनुपर्छ, किनभने जहिले पनि यी प्रश्नहरु जहिले पनि लोकसेवामा सोधिरहने गर्छन्। तपाईले यो भिडियोलाई लास्टसम्म हेर्नु भने तपाईलाई एकदमै फाइदा हुने गर्छ। यदि तपाईले च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। साथसाथै सक्दो शेयर पनि गरिदिनु। धन्यवाद। फेरि हामी भेटौँला अघिल्लो भिडियोमा।